घन्टे अपराधी ग्याङलाई सातो उडाउन केही पनि चाहिँदैन र कोही पनि चाहिँदैन। मात्र युवराज सफलले एउटा स्ट्याटस लेख्यो भने, युवराज सफलले एउटा अन्तर्वार्ता दियो भने घन्टे ग्याङको सातो उड्छ। घन्टे ग्याङको ओठ तालु सुकेर आउँछ। तिमीहरू लाखौं घन्टे अपराधी ग्याङहरूलाई एक्लो युवराज सफलले ठेगान लगाइदिन्छ। तिमीहरू घन्टे अपराधी ग्याङहरूलाई परास्त गर्नको निम्ति युवराज सफलको जन्म भएको हो। तिमीहरूले जति जति युवराज सफलको आलोचना गर्छौ, जति जति युवराज सफलमाथि अश्लील गाली गर्छौ, त्यति घन्टे ग्याङको पतन निश्चित छ। भगवान श्री कृष्णले पनि कुनै बेलामा एउटा अपराधीलाई 101 सम्म गल्ती गर्नको लागि छुट दिनुभएको थियो। जब 101 भन्दा बढी गल्ती भयो, त्यसपछि त्यसले मर्न परेको थियो। घन्टे ग्याङलाई तह लगाउनको लागि युवराज सफल एक्लै काफी छ। कोहीसँग गठबन्धन गरिराख्नु आवश्यक छैन। युवराज सफलको एउटा स्ट्याटसले, एउटा भाषणले, एउटा अन्तर्वार्ताले घन्टे ग्याङहरूको सातो उड्छ। अब तिमीहरूका दिमाग पनि सड्किनेवाला छ। युवराज सफललाई चिन्यौ भने राम्रै भयो, चिनेनौ भने अझै पत्ता साफ हुनु पर्ला। लुसिफर र सहकारी खाने एकै भएर लड्न आए पनि युवराज सफल एक्लै लड्न तयार छ। र तिमीहरूले भन्ने गर्छौ होइन, युवराज सफल पागल भयो। आफू पागल भएपछि दुनियाँलाई पागल देख्छौ तिमीहरूले, होइन हो नि? युवराज सफलले चाह्यो भने घन्टे ग्याङको मालिकलाई जेलमा 1 दिन जेल हाल्छु भनेको थियो। कति महिना बस्नु पर्यो? राहदानी दुरुपयोगको मुद्दा छैन, सहकारी ठगीको मुद्दा छैन। त्यसैले कृपया शान्त बस्नुहोस्। मेरा घन्टे ग्याङका सदस्यहरू शान्त बस्नुहोस्। शान्त बस्नुभयो भने तपाईहरुलाई फाइदा नै होला। यदि युवराज सफलमाथि जबरजस्ती साइबर हमला गर्नुभयो भने घन्टे ग्याङको मालिकलाई अन्डर गरिदिन्छु, भित्र हालिदिन सक्छु। लुसिफर भन्ने बालन छ नि, त्यसलाई पनि भित्र खोरमा जाग दिन सक्छु। त्यति दम छ युवराज सफलको। याद राख्नु। आफ्नो राजनीति गर्नुस्, मेरो भन्नु केही छैन। तर युवराज सफलको मानहानि, चरित्र हत्या गर्नुभयो भने त्यति नै चाँडो घन्टे ग्याङका दुईटै मालिकलाई लगेर खोरमा हालिदिन सक्ने दम छ। त्यो एभिडेन्स भएको मान्छे युवराज सफल। युवराज सफलको एउटा स्ट्याटसले, एउटा भिडियो पोस्टले त्यति डर छ तिमीहरूलाई? डर छ तिमीहरूलाई? देशद्रोहीहरू, देशलाई माया गरेर हेर। पहिला एकचोटि यो देशलाई कसरी माया गर्ने, माया गरेर हेर। सिंहदरबार र सर्वोच्च जलाउने लुसिफरहरू, तिमीहरूको नाटक बढी भएको छ। युवराज सफललाई जथाभावी जति लेख्छौ नि, त्यति नै बढी सजाय भोग्नेवाला छौ तिमीहरूले। युवराज सफललाई बिच्काउने कोसिस नगर। साइबर अपराधीहरू हो। तिमीहरूले गरेका गालीले मलाई केही फरक पर्नेवाला छैन। विनाशकाले विपरीत बुद्धि, होइन? त्यसैले आफ्नो काम गरी खाऊ। युवराज सफललाई छुने कोसिस नगर्नु, आगोसँग खेल्ने कोसिस नगर्नु। आफ्नो काम गर्नुहोस्, म केही पनि भन्दैन। जब युवराज सफलको चरित्र हत्या गर्छौ नि तिमीहरू, तिम्रा मालिकलाई त्यति नै चाँडो अन्डर गरिदिन्छु, जेलमा ढालिदिन्छु म। त्यति दम भएको मान्छे युवराज सफल। कुरा बुझ। घन्टे ग्याङहरू, तिमीहरू जस्ता भुसिया कुकुरहरू भ्याउ 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 गर्ने, कमेन्ट गर्ने मलाई फुर्सद छैन। तिमीहरूसँग सवाल जवाफ गर्ने मेरो फुर्सद छैन। कुरा बुझ्यौ नि? मलाई तिमीहरूसँग सवाल जवाफ गर्न छैन। घन्टे ग्याङले चोरी फेरि बढी देखायो भने नि
तिमी दुईटै मालिकलाई जेलको काल कोठरीमा सडाइदिन सक्छौ। त्यति एभिडेन्स र दम भएको मान्छे हो। कृपया युवराज सफल सोझो छ भने हेप्ने कोसिस नगर्नु। तिमीले दिएका श्रद्धाञ्जलीहरू आशीर्वाद भएका छन्। तिमीले गरेका आलोचनाले मलाई सही बाटोमा हिँड्न प्रेरणा दिएको छ। त धेरै बढी पनि चरित्र हत्या नगर्नु। प्रिय घन्टु भक्तहरू हो, तिमीहरूका घन्टीहरू बजाऊ, नाचगान गर, मलाई मतलब छैन। तर युवराज सफललाई गर्ने अपराध त्यसको महँगो मूल्य चुकाउन पर्नेछ। युवराज सफलमाथि जुन व्यवहार गरेका छौ त्यसको ठुलो मूल्य चुकाउन पर्नेछ। घन्टे ग्याङको दुईटै मालिकलाई खोरमा सडाइदिन सक्ने दम छ युवराज सफलको। आऊ भाइ, ओन्ली च्यालेन्ज, 1 by 1 भने एकैचोटि आऊ। त्यो च्यालेन्जिङलाई मैले सामना गर्छु। एक्लै लड्न तयार छु तिमीहरूसँग। तिमीहरूसँग 1 man आर्मी एक्लै लड्न तयार छु। दम छ, छातीमा रौँ छ भने, दम छ भने लड्न आऊ। होइन भने चाँडै जेल जानु पर्ला। चोरीफुरी नगर भाइ। अदालतमा करोडौँ रुपियाँ तिरेर आएको मान्छे होस् त आफ्नो हैसियतमा बस्ने गर। तेरा कार्यकर्तालाई, तेरा भिजिलान्ते साइबर स्यालरलाई औकातमा राख्ने गर भाइ। दाजुभाइ नै खोरमा जानु पर्ला नि फेरि। विचार गर। मुद्दालाल हो, मुद्दालालसँग दुश्मनी गर्ने कोसिस नगर्नु। तिनीहरू बाउको केही जानेवाला छैन, केही लचार बाटो लाग्दैन। युवराज सफललाई बिच्काउने चलाउने कोसिस नगर्नु। बिच्छीलाई, दुलोभित्र चुप लगाएर बसेको बिच्छीलाई जिस्काउने कोसिस नगर्नु। बिच्छीले जब भेट्यो नि, बिच्छीले छोएपछि के हुन्छ? वृश्चिक राशिको मान्छे हो। तिम्रा बाउले, तिम्रा कमेन्टले केही लछार बाटो लाग्दैन। छोएर देखाऊ, बाटामा छोएर देखाऊ। मेरो आग्रह छ, छोएर देखाऊ। त्यसपछिको नतिजा अनि थाहा पाउनेछौ। युवराज सफललाई छुनुको नतिजा के हुन्छ? एकचोटि हात हालेर छोएर देखाऊ। तिमीहरू मात्रै छोएर देखाऊ। त्यही बहानामा तिम्रो अभिगत के हुन्छ? युवराज सफल आफ्नो तयारीमा छ। मेरो ज्यानको सुरक्षा गर्न म कटिबद्ध छु। त्यो बेलामा यदि तिमीहरू मर्यौ तलमाथि भयो भने त्यो जिम्मा युवराज सफलले लिँदैन। 1 man आर्मी हो। छोएर देखाऊ। म त्यही अफसरको खोजीमा छु। छोएर देखाऊ युवराज सफललाई। तिमीहरूको बाउको दम छ भने युवराज सफललाई छोएर देखाऊ। ओपन च्यालेन्ज छ युवराज सफलको। कुरो बुझ्यो होइन घन्टु भक्तहरू हो? होइन भने आफ्नो काम गरेर बस। युवराज सफलसँग आगोसँग चल्ने र खेल्ने दुस्साहस नगर्नु। धन्यवाद, नमस्कार।